हामीले विश्वास गरेर होइन हो विश्वास गरेपछि अर्कोले विश्वासघात गर्नुभयो हो। मैले कुर्दा कुर्दा बल्ल तल्ल एउटा चाहिँ खोला छेउको अर्डर आएको छ, मलाई एकदम खुसी लाग्छ है। खोला छेउनिरबाट चाहिँ यहाँ दिदीले भर्खरै अर्डर गर्नुभएको रहेछ। भर्खर चाहिने सामान मगाउँदैछौँ। अब यसको चाहिँ पुरै युज भइसकेपछि कस्तो हुन्छ नि त। ए हजुर, भनेपछि दोस्रो अर्डर रहेछ है। जस टाइम कतिको लागिरहेछ तपाईँलाई यहाँ खोला छेउसम्म सामान लिएर आउँदाखेरि? टाइम त 10-15 मिनटमा आइहाल्नु भयो नि। त यही भिडियो मार्फत म सबै खोला छेउमा रहनुहुने सम्पूर्णलाई नि भन्न चाहेँ है, 15 मिनटभित्रमा हजुरको सामान डेलिभरी हुन्छ। र उहाँहरूले जसरी हजुरले पनि पसलको एपबाटै अर्डर गर्नुभएको हो होइन। सो पसलको एपबाट चाहिँ हजुरले सजिलै घरायसी सामग्री र खाद्यान्न सामग्रीहरू चाहिँ सजिलै खरिद गर्न सक्नुहुन्छ। आफूले राम्रो गर्ने हो जसलाई नि हो, आफूले हामीले अब कसैलाई नि खाएर विश्वास गरेर होइन हो, विश्वास गरेपछि अर्कोले विश्वासघात गर्नुभयो हो। हामीले नि सुविधा हाम्रो हजुरहरूको चलाउने हो, हामीलाई नि दिने हो हजुरहरूले। विश्वास त दोहोरो हुन्छ। हामीले तपाईँलाई विश्वास गरेर सामान लिएर आइयो, तपाईँले हामीलाई विश्वास गरेर सामान मगाउनु भयो होइन, त्यही नै हो। चल्ने हो क्या। पसल.com खुसियाली ल्याउँछ मिनेटमै।